Hey, what's up everybody? It's your boy back again. I hope you guys are doing great. Hey, सबैलाई ठिकै छ होला, राम्रै छ होला है. Thank you for loving my video. आज पनि मैले भर्खर एउटा vlog हालेको छु revealing my Tesla भनेर. So hope you guys will like it, love it, share it है. त्यसमा देखाइदिनुहोस् अब I'm doing something new हैन. अनि गाडी पनि नयाँ छ. So आज चाहिँ स्याटरडे मेरो छुट्टीको दिन है, शनिबार. बिहान उठ्यौँ अनि यतिकै हल्का फोन चलाइयो, भिडियो अपलोड गरियो, एडिट गरियो, अपलोड भइसकेको छ. अनि त्यसपछि थियोलाई बाहिर घुमाएर ल्यायौँ एकछिन. बाइ द वे थियो चाहिँ हाम्रो पेट हो है, लियोपार्ड, क्याराओला लियोपार्ड ब्रिड डग हो. हि इज भेरी नाइस. उसलाई पनि म कुनै बेला उसको पनि भिडियो बनाउँछु, देखाउँछु होइन. यु गाइज विल लभ इट. And then अब हल्का भोक लागिरहेछ. So I have decided to order some Chick-fil-A. Just लास्टै मिठो हुन्छ Chick-fil-A को बर्गरहरू होइन. अनि so yeah, भोक लागिरहेछ, खाइदिउँ. अब मैले खानु भनेको तपाईँले खानु जस्तै हो होइन. Yeah, by the way, so के भन्नु आँटेको थियो भने यसरी कस्तो सिरियस भएर बोल्दाखेरि अलिक मजा आएन क्या. So let's me be me होइन. You know, I'm a chill guy, like chill, अलिकति cool guy होइन. So being said that, मैले गाडी किन्नु भनेको तपाईँहरूले पनि गाडी किन्नु हो, त्यो फिल लिनु हो होइन. मैले गाडी टेस्ला कुदाउनु भनेको तपाईँले पनि टेस्ला कुदाउनु हो, राइट. सो अब मैले भोक लागिरहेछ, अब मैले केही खानु भनेको तपाईँहरूले पनि खानु हो या त बुझ्नु न होइन. सो त्यो भन्दैमा तपाईँहरूले मेरो भ्लग हेर्नुभयो, युट्युबमा राम्रो भयो भने मलाई अहिले पैसा आउँछ. सो मलाई पैसा आउनु भनेको तपाईँलाई पनि पैसा आउनु हो, राइट. ओके, त्यही जस्ट बिङ फनी होइन, बोरिङ भयो भनेर. सो लेट्स गो होइन, Chick-fil-A जाऊँ. I'll take you guys there. Let's see how it goes. I'll try to use FSD as well. So let's see you there. Bye bye. All right. ल भोक साह्रै लागेको छ. लेट्स गो. सो लाइक ड्राइभ मोडमा लगाऊँ. इट्स नाउ अन ड्राइभ मोड. टेक मी टु Chick-fil-A. अझ यस्तो गरौँ न, टेक मी टु नियरेस्ट Chick-fil-A. थ्याङ्क यू. यो हो. सो I'm about to start FSD mode. So FSD लिएर जान्छ. In 500 feet, turn left onto East Violet Avenue. So FSD mode ले चाहिँ सबै कुरा गर्छ है. Only thing is attentive चाहिँ हुनुपर्छ है. स्क्रिन लाइक हेरिरहने होइन. अनि अगाडि हेरिरहनु पर्यो ताकि अब जे पनि टेक्नोलोजी हो नि त. सो अदर देन द्याट उसले सब कुरा गर्छ. जसरी अब यहाँ गाडी आयो होइन, गाडीलाई उसले रोकिदियो. अनि स्टप साइनमा स्टप, लाइटहरूमा होइन त्यसरी स्टप गरिदिन्छ. लास्टै कुल फिचर है, लास्टै भयो. Now turn left onto East Laurel Avenue. Everything clear. Yeah. Now turn right onto South Juniper Street. यही हो म बस्ने एरिया चाहिँ यतैतिर हो होइन. अनि मैले काम गर्ने ठाउँ चाहिँ यहाँबाट 25 to 30 minutes ड्राइभ हो. अनि Chick-fil-A कति मिनट, 8 मिनट देखाइरहेको छ. सो 8 to 10 minutes, नट ब्याड. अनि ठ्याक्कै यसको स्क्रिन म्याप, यो म्याप भइहाल्यो, यो यसको स्क्रिन भइहाल्यो. FSD मोड, FSD भन्दा चाहिँ के हो FSD भन्नु होला. FSD चाहिँ फुल सेल्फ ड्राइभिङ हो है, थाहा नभएकोहरूलाई.
स्क्रिन चलाएँ मैले स्क्रिन नचला भनेर छ पे एटेन्सन टु द रोड हो यसको यस्तो फिचरहरू राम्रो छ क्या अब सेल्फ ड्राइभ गरिहाल्छ नि होइन किन उ गर्नु सुत्दिन्छु म गाडी कुदाउँदै अनि देखिन्छ नि यस्तो है खाइरहेको सुत्दिरहेको गरिरहेको अब त्यस्तो गर्नु नि हुँदैन अब यसको सब फिचरहरू दामी छ अब यसको यो भइहाल्यो अब अटो पाइलट पनि छ होइन त्यसले पनि गर्छ त्यसले चाहिँ एफएसडी जस्तो हुँदैन तर एउटै लेनमा बसिरहनेदेखि लिएर अब क्रुज कन्ट्रोलहरू सबै हुन्छ होइन अनि यता मुभी हेर्नु पऱ्यो नेटफ्लिक्सहरू युट्युबहरू सबै छ अब स्पोटिफाईहरू गाना भइहाल्यो गाना सुन्दै जाउँ है सो एज यु क्यान सी आम नट ड्राइभिङ मेरो हात यहाँ छ खुट्टा तल अब के कतैतिर उसमा एक्सिलेटर हानिरहेको छु न ब्रेक हानिरहेको छु होइन सबै यसले गरिरहेछ अनि या लास्ट कुल छ फिचर टेस्लाले चाहिँ बनाउँछ यार गाडीहरू अब रिसेन्टली यसको रोबोट ट्याक्सी पनि लन्च भयो होइन अस्टिनमा अनि त्यहाँ अब ड्राइभरै छैन क्या प्यासेन्जर आउँछ उसले कोडहरू हान्ने के हुन्छ होइन उबर गर्दाखेरि उसले त्यो गर्छ त्यसपछि द्याट्स इट के भने मलाई त्यो गर्छ अनि लाइक उबरमा उसको रोबो ट्याक्सीमा कुनै छैन कि मान्छे ड्राइभरै छैन उसले रोबोले आफै आउँछ स्क्यान गर्छ सबै कुरा गर्छ मान्छे लिन्छ आफ्नो डेस्टिनेसनमा छोडिदिन्छ द्याट्स इट लाइक टेक्नोलोजी कहाँबाट कहाँ पुगिसक्यो क्या त्यही भएर उयो लिएको टेस्ला त्यही फिचरहरू मन परेर अब इन्जिनै छैन होइन सबै ब्याट्रीमै डिपेन्ड छ अब चार्जहरू पनि मजाले टिक्छ होइन चार्ज गर्नलाई पनि धेरै लाइक लो मेन्टेनेन्स भयो अब ग्यास स्टेसन जानु परेन या ग्यास हालिरहनु परेन घरमै चार्ज गर्नु पनि सक्यो होइन अनि अब ओइल चेन्ज यो त्यो यताउता भएन रेगुलर त अब जस्तो अब टायर या अब एसीको कुराहरू भयो होइन त्योहरू गर्नु परिहाल्यो प्लस अब गाडीलाई क्लिन राख्नेदेखि लिएर एभ्रिथिङ त्योहरू अनि गाडीको एक्सेसरिजहरू जस्तो कार्पेट म्याट यताउता यो कार्पेट भनिन्छ हे म्याटहरू होइन अरू सामानहरूको त्यो पनि भिडियो बनाउँछु म क्लिनिङ गाडी क्लिन गरेकोदेखि लिएर एभ्रिथिङ जस अब आई ट्राई टु बी मोर एक्टिभ अलिकति अब कन्सिस्टेन्टली भ्लगहरू हाल्छु होइन लेट्स सी के हुन्छ या त्यही हो अब आज In छुट्टी 1,000 शनिबार feet, turn right onto County Road 20. रमाइलो लागिरहेछ अझ झन् कुदाउनै नपरिसकेको यस्तो झन् रमाइलो होइन Now turn right onto County Road 20. तपाईँहरूले भिडियो हेर्दाखेरि होइन भ्लगहरू हेर्दा माया देखाइदिनु है कमेन्टहरू छोडिदिनु अनि मिल्छ भने सेयर पनि गरिदिनु ताकि मलाई पनि मोटिभेटेड फिल हुन्छ होइन अब मेरो साथीहरूले हेरिरहेछ यार सपोर्ट गरिरहेछ मलाई भन्ने हुन्छ नि त होइन तपाईँहरूले हेर्नुहुन्छ होइन सबै साथीहरूले मेरो साथीहरूले हेर्नुहुन्छ सपोर्ट गर्नुहुन्छ तर त्यो इङ्गेजमेन्ट देखिन्छ नि त अनि झन् खुसी हुन्छ क्या त्यो देखेको In बेला झन् 1,000 खुसी हुन्छ feet, कि turn left. अनि त्यो भएर हामी चिकफिले आइसकेको छौँ आई मिन आइपुग्न आँट्यौँ अब यहीँ हो त्यहाँ टर्न लेफ्ट भनिरहेछ Now turn left. यसलाई यहाँबाट मस्त लेन चेन्ज गरेर टक्क लेफ्ट हालिरहेछ सो या अब चिकफिले हामी आइपुग्यो अब यहाँबाट चाहिँ सायद आई हेभ टु टेक द कन्ट्रोल या किनभने उता लानु खोज्छ उता होइन म ड्राइभ थ्रु जानुपर्छ सो ड्राइभ थ्रुको लागि चाहिँ यता लाइन लाग्नुपर्छ एज यु नो इट्स चिकफिले लाइक लास्टै फेमस छ लास्टै मिठो हुन्छ यहाँको बर्गरहरू एन्ड एभ्रिथिङ त्यही भएर लास्ट बिजी छ यो चाहिँ लास्टै जाम जहिले बिजी हुन्छ यो डजन्ट म्याटर इफ इट्स समर विन्टर पानी परेको छ हिउँ परेको छ जेसुकै होस् Now your destination is on the left. Isn't this so cool? मान्छे टक्क त्यहाँ हिँडिरहेको थियो मान्छेको पिक्चर देखिदिएछ है
गाडीहरू छ, अब गाडीहरूको ठ्याक्क देखाइदिरहेछ। हाम्रो चाहिँ यो होइन यसरी पास भइरहेछ, ठक्क त्यो देखाइदिरहेछ। यस्तै बवाल हो यार, सानसानो कुराहरू दामी छ क्या। ठुल्ठुलो कुरा त भिजिबल भइहाल्यो, देखिहालिन्छ होइन। तर इभन एभ्री सिङ्गल डिटेल, अब यसको साउन्ड सिस्टम होइन, तपाईँहरूले सुन्नुभयो होला अगाडिको ब्लगहरूमा, म्युजिक सिस्टम यस्तो बवाल छ। आइ एम बिग फ्यान अफ म्युजिक, आई लभ टु हियर म्युजिक, आई लभ टु बी अन द्याट भाइब, आई लभ टु डान्स होइन। सो वेट अ मिनट। Hey man, how you doing, brother? Yeah, what's your name? Suman K. I have a mobile order. Gotcha. Suman. K. Making exchanges? No, that'll be all. Yes, sir. You have a great day. You too, man. Hey. अनि के भन्दै थिएँ, यसको म्युजिक सिस्टम पनि लास्टै बवाल छ है। लास्ट त्यो हुन्छ नि कहिलेकाहीँ चाहिँ त्यो कन्सर्ट नै छु, लाइभ कन्सर्टमा हेरिरहेको छु, इन्जोय गरिरहेको छु, त्यस्तोवाला फिल आउँछ क्या। अनि त्यो पनि लास्ट मन पऱ्यो मलाई। अनि यसको अब डिटेल कुराहरू, अब यो चार्जिङ स्पट हो होइन, यहाँ चार्ज हुन्छ। ठ्याक्कै मोबाइल मैले यहाँ राखेँ भने आई डोन्ट नो इफ यु गाइज क्यान सी अर नट, तर यहाँ चार्ज भइरहेछ क्या। यहाँ टक्क फोन आफै चार्ज हुन्छ, त्यो चार्जिङ फिचर अब यो सबैमा हुन्छ होला, त्यही पनि अब मलाई मेरो लागि इट्स न्यू थिङ। गाडीको एक्सप्लेनेसन धेरै भयो, लेट्स मेक इट फुड हन्ट टाइपको। फुड हन्ट त नभन्नु, के हन्ट गर्नु अलरेडी थाहा छ। तर जस हामी आज त अब चिकफिलेको लागि लाइक टेकिङ माई गोइङ चिकफिले अन टेस्ला युजिङ FSD हो नि त यसको मेन कन्टेन्ट त। सो लेट्स फोकस अन द्याट। मैले अर्डर अलरेडी म फोनबाटै प्लेस गरिसकेको थिएँ। सो एकैछिनमा प्लेस भइहाल्छ। एन्ड फोनबाट गर्नुको अर्को फाइदा के छ भने रिवार्ड्सहरू, पोइन्ट्सहरू दिइरहेको हुन्छ। अनि कहिलेकाहीँ त्यसले अब फ्रीमै पोइन्ट्स युज गरेर फ्रीमै पनि बर्गरहरू यताउता जे खायो भने पाउँछ, त्यसरी पोइन्ट्स कलेक्ट गर्न मिल्यो। अनि अर्को थिङ इज अब तपाईँहरू नेपालबाट हेरिरहनु भएको छ भने चाहिँ यहाँकोहरूलाई सबैलाई थाहा छँदैछ त, नेपालबाट हेर्नेहरूलाई होइन। जस्तो इभन मेरो मम्मीलाई अब यता कस्तो छ के छ थाहा हुँदैन नि त। सो मम्मीको लागि पनि मैले बनाइरहेको हुन्छु भिडियोहरू, भाइको लागि। अनि यो चाहिँ चिकफिले भन्ने ठाउँ, रेस्टुरेन्ट लाइक रेस्टुरेन्ट फास्ट फुड रेस्टुरेन्ट। अनि यसको चाहिँ अब भित्र जानु पनि पर्दैन क्या, यहाँ त्यस्तो सिस्टम छ। ड्राइभ थ्रु हो यो, गाडीमा सरेर आउने, आफ्नो अर्डर दिनु छ भने यहीँ दिँदा पनि भयो, फोनबाट प्लेस गर्दा पनि भयो। अनि त्यसपछि आउने उसले सोध्छ अनि मेरो इन्ट्री गरिदिन्छ। त्यसपछि इट विल जस्ट ड्राइभ मी थ्रु होइन, त्यसको फलो गर्दै जाने हो गाडीहरूलाई। अनि ठ्याक्क उता गएपछि काउन्टर छ, काउन्टरमा अनि उसले तेरो फुड रेडी छ भनेर ल्याएर अनि नाम भनेर दिन्छ। एन्ड द्याट्स इट। यु डोन्ट ह्याभ टु गेट आउट अफ यर कार अर हुन्छ नि भित्र गइराखेर टाइम वेस्ट गर्नै पर्दैन क्या। क्विक सर्भिस यहाँ चाहिँ राम्रो भनेको त्यही छ क्या, लास्टै क्विक इजी। त्यो कुराले अल्छी पनि बनाउँछ मान्छेहरूलाई, तर अब यो चेन्ज हुन्छ, अब टाइम सँगसँगै सबै कुरा चेन्ज हुन्छ नि त। सो त्यसरी नै सबैजना अपग्रेड हुनुपर्छ क्या। अब टाइम इज मनी। अब यसरी अब गाडीमा आयो भने अब जस्तो अब डिसेबल पिपलहरूलाई होइन, या अब डिसेबल भन्दा पनि अब स्पेसली एबल्ड भनौँ होइन, उहाँहरूको लागि अब भित्र जान सक्नुहुन्न होला, या अब कति बिजी मान्छे हुन्छ उहाँहरूलाई अब टाइम हुँदैन उत्रिने गाने, पार्किङ पाउँदैन। यसरी पार्किङ पनि सेभ भयो नि त। सो लास्टै कुल हो। अब यतातिर देखिँदैन होला है। ओके म पनि भनिदिन्छु नि त, त्यहाँ सँगसँगै आयो भने फोन यो भइहाल्यो। अनि यहाँ यसरी ठ्याक्क यो पनि त्यही मेन्युहरू यहीँ हुन्छ। फोनबाट अर्डर नगरे पनि तपाईँहरूले अब यहाँ आएर तपाईँ के खाने हो यो यसरी यो गर्दा पनि भयो होइन। यहाँ भनेर गर्दा पनि हुन्छ। इभन अब यहाँ त्यहाँ मान्छेहरू बसिरहेको थियो, त्यो नबसेर पनि त्यसरी नै यहीँबाट आएर बोलेर भित्र मान्छे हुन्छ, बोलिदिन्छ, उसले गरिदिन्छ क्या, त्यसरी नै हुन्छ। Hello, sir. Yes, sir. Here we are. Thank you so much. My pleasure. You have a great day. You too, man. So yeah, मेरो ड्रिङ्क्स आइसकेको छ, सँगसँगै यहाँ खाना आइसकेको छ। घरतिर जाँदैछौँ, फेरि FSD हान्दिउँ न है।
ओके टु एन्ड दिस भ्लग है यसको अर्को कुल फिचर भनेको चाहिँ टक्क अब पार्किङ गर्दा हेर्नु है म देखाइदिन्छु टक्क यहाँ पार्किङ स्पटहरू देखाउँछ एन्ड देन ठ्याक्क अब अटो पार्क रेडी भनेको छ है अब मैले केही पनि गर्दिनँ आई जस्ट स्टार्ट एन्ड देन इट विल जस्ट पार्क फर मी है यहाँ क्यामेरामा नि हेर्नु सक्नुहुन्छ उसको क्यामेरा ठिक यहाँ भइरहेछ यसरी उयो गरिरहेछ ब्याक गरिरहेछ आफैले बिस्तारै लगिरहेछ है टक्क मिलाएर चट्ट पार्क गरे डन अटो पार्क कम्प्लिट इजन्ट इट सो कुल यस्तो बवाल छैन लास्टै बवाल होइन doesn't matter how much it costs, doesn't matter like price your survey, just watch the feature, just look the service, just last bawal ke okay so yati bandai thank you so much guys for watching Chick-fil-A gaera burger ल्याइसके अब खाने काम मात्र बाँकी छ अनि that's it. Thank you for watching, thank you for loving, thank you guys. Bye bye, see you again on the next vlog.